के भनेको भनेको कि समात्ने वाला कोही छैन। हजुर कसरी कसरी फेरि कैसे जाना था यो ल यो ल 1 2 कान्छी गाइस गुड मॉर्निंग वेलकम बैक टू माय अनदर व्लॉग। गाइस एकदम पानी का मौसम हो रहा है एकदम बढ़िया। तो आज मस्त मैं नहा धो के रेडी हो चुका हूँ, घर से निकल चुका हूँ। आज है सैटरडे, आज चर्च जाना है। मैं लेट भी काफ़ी हो गया क्या एकदम ही। तो चलते हैं सीधा गाइस, आधा घंटा में लेट हो गया हूँ एकदम। आज का दिनचर्या कैसे जाता है, आज पूरा पानी पानी एकदम, बरसात का मौसम हो रहा है, मौसम एकदम साफ़ है बिल्कुल, थोड़ा थोड़ा पानी पड़ रहा है पर चलो लेट्स सी गाइस, चलते हैं सीधा चर्च में। आज का दिनचर्या कैसे जाता है देखते हैं। बहुत काफ़ी बढ़िया मौसम हो रहा है एकदम। चलो लेट्स सी गाइस। I'm falling for you. You're stuck in my mind just all the time. I'm falling for you. And tell me your secrets. I will tell you my secrets. Sit guys, मैं हर बार की तरह लेट हो जाता हूँ क्या मंडली में। देखो परेड शुरू हो गया। गया नहीं तू चर्च में? गया नहीं? बहुत गंदा है तू यार, चट मैं तेरे को छू नहीं सकता। उधर जा उधर जा उधर जा उधर जा उधर जा। यो संसारबाट तपाईं जानु भएको थियो। साच्चै नै प्रभु तपाई कति महान हुनुहुन्छ प्रभु। हामी सक्दैनौँ प्रभु तपाईलाई थोरै धन्यवाद दिइकन प्रभु। गर्दिने गर्छु तर चाहिँ परमेश्वरको त्यो तडप हामी मण्डली परिवारले कतिको चाहिँ बिर्सेका हुन्छौँ। त्यो सत्य कुरा हो चाहिँ हामी मण्डली परिवारले मात्रै नभएर चाहिँ अन्य जातिहरूले पनि यसको बखान यसको गवाई दिँदछन्। येशू ख्रीष्टलाई नचिन्ने कोही पनि छैन, तर चाहिँ आफ्नो हृदयमा राख्नुभयो, सुधारेर राख्नुभयो, अरूलाई धन्यवाद। आफ्नो अङ्गालोभित्र बाहुलीभित्र सबै छायाहरू बनाएर राख्नुभयो। बस्दै भयो। माग तिमी पाउने छेउ भनेर भन्नुभयो। हालेलुया आमेन भन्नुभएको छैन त? माग तिमी प्रभुलाई खोज्नु पर्दछ। अनि जब जब हामीले चाहिँ प्रभुलाई खोज्दछौँ नि, तब तब हाम्रो जीवनमा के छ त? जीवन आउने छ। हालेलुया हाम्रो पर्दछ। आफ्नै मूर्खताको बोली बोल्नु हुँदैन। मुझे नींद आती बहुत है अकेले नहीं मूर्खतामा बोल्छौं है, आफ्नै बोली सब सो गए हैं प्रार्थना में सब। ओए सब सो गए प्रार्थना में। हाम्रो आज यही ओल्ड जिब्रोमा जीवन छ र यही ओल्ड जिब्रोमा चाहिँ मृत्यु पनि छ। साँच्चै नै प्रभु यो तपाईँका वचनहरूको चाहिँ व्यक्तिहरू हुन्। जय मसीह। कोई सुनते सुनते ना यार। जय मसीह। देखिए कैसे जाना था यो ला यो ला। मंडली में वैसा मसाज करा रहे हैं यार, 50 रुपये चाहिए हो। जय मसीह। जय मसीह। जय मसीह। एक और बार। हेलो सुनते सुनते ना तेरे क्या बात में दिखाओ तो। बाप रे गहरे से छोड़ दो। और हम देखेंगे कार्टून थोड़ी देर मजे में। एकदम बाहर चिल्ल मौसम हो रहा है एकदम। दिखा दे क्या क्या कर रहा है तू ये? तेरे तो 6 पैक्स है, दिखा दो। बाप रे 6 पैक्स दिखा दो काले। अबे तेरी तुम मेरे 6 पैक्स है।
तुम कुछ कर सकते हो पता है? हाँ मैं मार सकता हूँ। बॉडी बिल्डिंग मार्शल आर्ट्स क्या बोलते हैं? टीवी देखना है। फिर बोलते हैं ये क्या है? अरे वाह, ये चीजें कच्ची है। छोड़ दो टूट टूट तो सकते रहे मेरा खुट्टा तारना। बहुत देर से टीवी देख रहा है, मैंने इससे बोला मेरा ब्लॉग चला रहा नहीं। आप बंद कर दो, अब मजा आएगा मजा आएगा। ओ बंद हो गया नहीं ये भैया है। चला है इसका खापचे है ना कसरे बनाए यार था। 1 2 3 स्टार्ट। मैच चालू हुआ है। ये सीधा प्रतीक आयुष की तरफ कदम बढ़ाते हुए और ये आयुष पछाड़ता जा रहा है। ये ले मुक्का, ये ले जीते आयुष। ले उठी आयुष पे। भैया भैया म टेट में गाथी दाढ़ी तो मैं खुद ही काटछु। सिमरन क्या हाल है? खतरा एकदम ही केटा पागल भया जो धेरै ना देगा। ओहो रेखा सावंत के हो वो हिरोइन का नाम? रेखा थापा। हेलो गाइज नमस्ते, तपाईँलाई स्वागत छ हाम्रो अनदर भ्लगमा। तपाईँलाई धेरै धेरै स्वागत छ, धेरै धेरै माया पनि छ। आज हामी अर्को भ्लग लिएर तपाईँहरूमाझ उपस्थित भइसकेका छौँ। आजको हाम्रो दिनचर्या कसरी बित्छ र हामी के गर्छौँ, कहाँ जान्छौँ, के खान्छौँ तपाईँहरूलाई हामी देखाउनेछौँ। तपाईँहरूलाई हामीले नदेखायो भने तपाईँहरूलाई अलिक अन्याय भयो जस्तो लाग्छ, किनकि हाम्रो भ्लग हेरेर तपाईँहरूको दिनहरू राम्रोसँग बिताउन पाउनुहुन्छ, राम्रो लाग्छ होला सायद, त्यही भएर माया गरिदिनु भएको छ। अझ धेरै माया गरिदिनु होला। हामीलाई धेरै साथ सपोर्टको जरुरत छ, तपाईँहरूको माया साथ सपोर्ट यति बेला हामीलाई एकदमै खाँचो छ। तपाईँले त्यो साथ सपोर्ट माया दिनुहुन्छ भन्ने हामीले आशा गरेको छौँ। हाम्रो आशालाई निराशा नबदलिदिनु होला, म यही चाहन्छु। र आज हाम्रो गाउँमा चाहिँ पानी पर्ला जस्तो भएको छ, शीतलता छ। गर्मीले त्यति धेरै साह्रो सताएको छैन जस्तै पहिला जस्तै। हिजो अस्ति एकदमै धेरै गर्मी थियो अनि हाम्रो एकदमै गाह्रो थियो हामीलाई बस्न। अहिले आज चाहिँ अलिकति राहत मिलेको जस्तो भएको छ। तपाईँहरू के गर्दै हुनुहुन्छ कमेन्टमा लेख्नु होला, के गर्दै हुनुहुन्छ, कहाँ हुनुहुन्छ होइन। अनि तपाईँहरूको दिनचर्या कसरी बितेको छ त्यो पनि हामीलाई कमेन्टमा लेख्नु होला, किनकि हाम्रो जानकारी तपाईँले पाउनुहुन्छ भने तपाईँको जानकारी पनि हामीले पाउनुपर्छ भन्ने चाहिँ मेरो धारणा छ। र अहिले चाहिँ हामी यति धेरै मान्छेहरू बसिरहेको छौँ। मेरो त्यहाँ छोरी पनि छन् अनि म पनि छु, यता ब्लगर बोय पनि छ होइन। अलि देशी चाहिँ नभन्नु होला, हामी मान्छे देशी नेपाली सबै एउटै हो, किनकि हाम्रो कलरले म्याटर गर्दैन। अनि ऊ चाहिँ हिन्दी बोले पनि ऊ चाहिँ नेपाली नै हो। सानैदेखि इन्डियामा बसेको कारणले ऊ हिन्दी बोल्छ, उसलाई नेपाली क्लियर आउँदैन। तर पनि उसको मन नेपाली छ होइन। बोली भाषा हिन्दी भए पनि उसको मन नेपाली छ। ऊ अहिले आफ्नै नेपालमा फर्केर आएर म केही गर्छु भनेर ऊ लागेको छ होइन। उसले अब भ्लग बनाएर म केही गर्छु, म साथीहरूमा मैले आफ्नो कामहरू देखाउँछु भनेर उसले चाहिँ स्टार्ट गरेको छ भ्लग। तपाईँहरूले साथ सपोर्ट दिनु होला। उसले आफ्नै नेपालमा म केही गर्छु, आफ्नै नेपालको मैले गाउँघरहरू देखाउँछु भनेर उसले भ्लग स्टार्ट गरेको छ। तपाईँले सबैले साथ दिनु होला, गरेर पुऱ्याइदिनु होला। भयो यति स्पिड आज के लिए ठिक छ। फेरि भन फेरि धान रोपेर ठुलो बनाएर यसलाई पाकेपछि माडेर हामीले खाने भात चाहिँ यहीँबाट हो। अनि तपाईले देख्नुहुन्छ यिनी यस्तो राम्रो राम्रो अनारको दानाहरू यो मैले लगाएको हो। यसलाई मैले ठुलो बनाएर हामी अहिले यसलाई सारा क्रेडिट खुद लेने। यसले एकदमै धेरै यो हाम्रो शरीरमा एकदमै तत्त्वहरू दिन्छ, हाम्रो शरीरमा रगतको मात्रा बढाउँछ। यसले चाहिँ एकदमै स्वस्थ राख्छ। यस बिरामी हुनुहुन्छ भने तपाईँले अनार खाँदा हुन्छ, तपाईँलाई आधा यसले सन्चो गराउँछ।
अनि अर्को देखाउँछु भने यो आरुको बुटा हो। यो आरुको बुटाले त कस्तो हुन्छ नि, यो पहाडतिर धेरै मात्रामा पाइन्छ। हजुर यसले पनि शरीरलाई एकदमै स्वस्थ बनाउँछ। यो पनि यो ठिक कुरा हो। चाहिँ अलिकति अहिले चाहिँ फलेर पनि सकिएको छ। यसो सुन्नुहोस्, अनि तपाईँले देख्न सक्नुहुन्छ मेरो कान्छी होइन, ऊ चाहिँ एकदमै हाम्रो घरको प्यारी हो सबैभन्दा। आज अलिक फोरी छिन्। अनि तपाईँले देख्नुहुन्छ, अनि मैले तपाईँलाई गाई चमेलीको फुल पनि देखाएँ। अब म तोरीको फुल देखाउनु जान्थेँ, तर तोरी अहिले पाकेको छैन। तपाईँले यो देख्नुहुन्छ, यो फुलले जसलाई टाउकोमा सिउर्नुहुन्छ कि तपाईँ कानमा सिउर्नुहुन्छ कि तपाईँ हातमा समात्नुहुन्छ कि तपाईँले सुक्नुहुन्छ कि जहाँ गर्दा जे गर्दा जहाँ लगाउँदा पनि यो फुलले तपाईँलाई सुन्दर बनाउँछ। सुन्दरता में एक चांद आ जाता है। तपाईँलाई अझै ब्युटिनेसमा अझै बढाउँछ, अझै चमक देखाउँछ यो फुलले चाहिँ। गाइज हामी तपाईँलाई हाम्रो गाउँको मौसम देखाउँछ। यो गाउँघर हो, यो कुनै सहर होइन, यो कुनै सहर त यो देखावटी कुनै होइन, यो नेचुरल ब्युटी हो। यो तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ सबैले धान रोपेका छन्, कसैले अररी छरेका छन् यो बारीमा चाहिँ, कसैले सागुनका बुटाहरू छरेका छन्। आज घाम पनि त्यति चर्को लागेको छैन। तर यो नेचुरल ब्युटी हो, तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो गाउँको ब्युटिनेस। वाह, तपाईँको खेत कहाँ कहाँ हो त दिखाउनु त हजुर। खेत यो हो, त्यो हामीले रोपेको होइन, रोप्दाखेरि पनि यस्तो रोप्नुपर्छ। यस्तो मैले यो खेतभरि यस्तो रोपेर गाई लेप्रो बनाएको, पाकेपछि काट्ने बेला यस्तो कसरी कसरी फेरि राम्रो हुँदैन। ल मलाई भी दो अनार का लाल छ एकदमै। ओहो दिखाओ त अनमोल दिखा त। अनमोल खाइको सबै। वाह दिखा रोशनी खै दिखा त रोशनी। खै सिमरन दिखा त हेरौँ त। ए नाम क्या छ कान्छी ओह आइज आइज फेर 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 आइ फेर आइज त। गुड 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 फेर 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 आइज। रात को कौन चाउ चाउ खान्छ त फेरि। रात को अंधेरे में चाउ चाउ खाने। ये खा रहे थे ना इतना मीठो मीठो, ये क्या बोलते हैं इसको, अनार का जूस। तुम्हारा खून बढ़ेगा इससे, पता है कि नहीं। मैना खाएमा त कालो भएगा। जन्म जाँदै काला छु। हेर हेर कस्तो रोस्ट मारेको। यसलाई कुटेर होइन, यसलाई कुटेर यसलाई धुलो बनाएर अनि यसमा हामीले थोरै अन्डाको त्यो बाहिरको सेतो भाग होइन, अनि त्यसपछि थोरै कफी, अनि थोरै एलोभेरा, अनि थोरै त्यो हामीले त्यो के भन्छ त्यसलाई, के भन्नै आएन त्यो। ये तुम्हारे चेहरे को खूबसूरती को राज। सबै यो मिक्स गरेर हाम्रो फेसमा लगायौँ भने यसले हाम्रो फेसमा भएको दाग धब्बाहरू चाया पोतोहरू सबै हटाएर यसलाई ग्लोइङ बनाउँछ के, ग्लो दिन्छ यसलाई। सिमरन व्लॉग बन रहा है, व्लॉग बनाएं कि नहीं। ये बाल उठते हुए नहीं आए एकदम से, हेर्नु त पछाडि एकदम बाल उडाएर एकदम। ल 1 2 3 साइड खराब तो नहीं होगा। तल कीचड़ है, रामरो सीधा हेरो गाइस। अब मेरा इन्होंने ड्यूटी लगा दिया है, अब इनका मुझे वीडियो बनाना पड़ेगा। गाइस मौसम एकदम बढ़िया हो रहा है, शायद पानी आने वाला है ऐसा लग रहा है, बट देखा हेरो अब। दीदी को भी ये देने लगाने के लगे शोभा दीदी के। यहाँ से एक काम करना है हेरम, यहाँ से उधर समय ऐसे दौड़ने अब। गाइस इन्होंने मेरे को ड्यूटी में लगा दिया, इनका फोटो वीडियो सब बनाना पड़ेगा। अपना नाम बंद नहीं तो मेरा नाम ये हो, मैं यहाँ से छू।
Dance with me under the जा सिमरन जा, जी ले अपनी जिंदगी। sleep with me here in the silence. Come kiss me silver and gold. You say that I won't lose you, but you can't predict the future, so just hold on like you will never let go. Yeah, if you ever move on without me, I need to. Not anymore. के भनेको दिएन? दामी आउटफिट देखो गाइस, आज त एकदम सिमरन हिरोइनी बनकर। दियो न फोन? फोन दियो न? के भनेको? के बनाउने त? दिखाओ त। ओ बाप रे, खुद ही करेगा मेकअप। सिमरन ने मेरा ड्यूटी लगा दिया, मेरा वीडियो बना दो। ल ए जान्न म उता होदीतिर जान्न म। ए जान झाउ लाग्छ मलाई। यता बनाऊ के भनेको फेरि भन्नु त? के भनेको? भनेको कि समात्नेवाला कोही छैन। गाइस आजको भ्लग चाहिँ हजुरहरूलाई पक्कै पनि मजा आएको हुनसक्छ, किनकि आज हामीले बहुत पानी मुभमेन्ट गऱ्यौँ। गाइस त्यो सोचेर मलाई नि हाँसो लागिरहेको छ। सबैजनाले भ्लग हेर्नु होला, अनि लाइक कमेन्ट सब्सक्राइब सेयर अनि कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। बाई बाई, टेक केयर। हामीहरूको साथी ठुलमामु कट फेरि कट मेरो टाउको